कसले कसलाई ठोक्दा चाहिँ बच्चा निस्किन्छ। त्यो केटीको त लास्टै सोच गिरेको सोचेर छ भने। हेलो एन्ड नमस्ते एभ्रीवन, वेलकम टु माई न्यू भिडियो। सो आजको भिडियोमा तपाईँहरूलाई एकदमै धेरै स्वागत छ। यो मिलाएर चाहिँ एकदम होइन 4-5 चोटि भइसक्यो क्या इन्ट्रो गर्न थालेको, किनभने रोडमा आज इन्ट्रो गरिरहेको छु नि त। अनि ओभरै साउन्ड छ क्या, घरि साइकल आइदिन्छ घरि बाइक आइदिन्छ होइन। सो आज चाहिँ धेरै दिनपछि मैले ज्याकेट खोलेको छु होइन, किनभने चाहिँ आज चाहिँ ओभरै बबाल घाम लागेको छ क्या। जस्ट हुन्छ नि शरीर बबालै तताइदिने हो आज घामले। सो आजको भिडियो बनाउनुको मेन रिजन यो छ कि होइन, आज चाहिँ म मेरो बुढीसँग गर्नेवाला छु डट्टी माइन्ड टेस्ट होइन। अनि मैले केही डट्टी क्वेसनहरू बनाएको छु होइन। अनि त्यो क्वेसनहरू मैले चाहिँ बुढीलाई सोध्नुपर्ने हुन्छ। अनि उसको माइन्ड कतिको पोजिटिभली चल्दो रहेछ अनि कतिको नेगेटिभली चल्दो रहेछ हामीले चेक गर्नुपर्ने हुन्छ। सो आजको भिडियो एकदमै मजा हुनेवाला छ, लास्टसम्म हेर्नु होला। अनि जति पनि नयाँजना हेर्दै हुनुहुन्छ नि यसो च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। सो फाइनली म चाहिँ अर्चु ठाउँ जाँदैछु होइन। अनि म अर्चुलाई 4वटा चाहिँ क्वेसन सोध्नेवाला छु। जस्ट हुन्छ नि अर्चु चाहिँ भर्खरै नुहाएर चाहिँ छतमा घाम तापिरहेको छ क्या, अनि मेकअप गर्दै बसिरहेको छ। सो अब हामीले जानुपर्ने हुन्छ अनि चेक गर्नुपर्ने हुन्छ अर्चुको कतिसम्मको डट्टी माइन्ड छ होइन। लेट्स गो गाइज। सो म चाहिँ जाँदैछु घरमा चाहिँ होइन, ऊ चाहिँ छतमा बसिरहेको छ। जस्ट हुन्छ नि म उसलाई चाहिँ 4वटा मात्र क्वेसन सोध्छु क्या, अनि उसको के रियाक्सन हुन्छ हामीले चेक गर्नुपर्ने हुन्छ। लेट्स गो गाइज। त्यहाँनिर कपाल कोर्दैछ, के गर्दैछ सर चाहिँ? मेकअप गर्दै बसिरहेको छस् क्या? सो आज घाम लागेको छ नि त, अनि ओभरै कपडाहरू सुकाइरहेको छ होइन। यहाँ चाहिँ ब्याकग्राउन्ड चाहिँ यति राम्रो देखिरहेको छ न। सकेन मेकअप हो र? सुन्न, म चाहिँ के आज एउटा यस्तो भिडियो बनाउन लाग्छु कि तेरो हुन्छ नि माइन्ड टेस्ट गर्नलाई। अनि म तँलाई चाहिँ 4वटा क्वेसन सोध्छु, त्यसको एन्सर दिन सक्छस्? मतलब त कतिसम्मको तेरो सोच गिरेको छ त्यो हामीले चेक गर्नुपर्ने हुन्छ क्या। गिरेको सोच? तेरो कतिकोसम्म सोच गिरेको छ क्या, त्यो चेक गर्नुपर्ने हुन्छ। म 4वटा क्वेसन सोध्छु होइन, त्यसको एन्सरले तेरो सोच कस्तो छ भन्ने थाहा हुन्छ क्या। सक्छस्? रेडी हो? सोधौँ। 4वटा मात्र क्वेसन सोध्छु, फेरि धेरै सोध्दैन होइन। 4वटा क्वेसनको सही जवाब दिस् भने तैँले जे भन्छस् मैले त्यही भन्छु ल। ओके छ? रेडी हो? पहिलो क्वेसन है, कुनै मान्छेको छोटो हुन्छ कुनै मान्छेको लामो हुन्छ क्या होइन, तर त्यो बिहेपछि आफ्नो श्रीमतलाई पनि दिन्छ। के हो? बडा हरामी हो बेटा। एन्सर भन्न। कस्तो गिरेको सोच होला क्या, हेर्नु न। एन्सर चाहिँ भन्न त। आफ्नो क्वेसन गिरेको छ अनि आफू क्वेसन कस्तो गिरेको भन्नु छ मलाई, धेरै एन्सर गिरेको पनि त्यस्तो। त एन्सर चाहिँ भन् क्या। म भन्छु भर भन्छु सुत्ने बेला। कस्तो सुत्ने बेला हो? कुनै मान्छेको चाहिँ लामो हुन्छ होइन, कुनै मान्छेको छोटो हुन्छ, अनि त्यो बिहे गरिसकेपछि चाहिँ आफ्नो श्रीमतलाई पनि दिन्छ क्या। श्रीमतीले चाहिँ दिँदैन? नै, श्रीमतीले चाहिँ दिँदैन, मतलब श्रीमानले श्रीमतीलाई चाहिँ दिन्छ क्या। के हो? किस रे? साँच्चै भन्न, लास्टै भने तैँले चाहिँ के सोचिस् क्या दिमागमा? किस सोचे? किस छोटो लामो हुन्छ त? सोच, यसलाई भन्छ सोच क्या। अरू चाहिँ के भन्न? साँच्चै थाहा यही हो एन्सर, यही हो। म भनौँ एन्सर? सरनेम, जात। कसैको शर्मा हुन्छ, कसैको के हुन्छ नि त, कसैको लामो हुन्छ कसैको छोटो हुन्छ। अनि बिहे गरिसकेपछि आफ्नो बुढीलाई दिँदैन त त्यो थर। छि, कस्तो गिरेको सोच होला भने। अर्को क्वेसन सोधौँ होइन? ल सुन त है, अर्को क्वेसन चाहिँ होइन, एकछिन रोकै गाडी आइरहेछ अनि साउन्ड एकदमै आइरहेछ क्या। सो अर्को क्वेसन पनि बवालै छ क्या गाइज होइन। तेरो सोच कस्तो छ हामीले चेक गर्न हो नि त। क्वेसन कस्तो छ सोचको कुरा गर्नुहुन्छ। ल फेरि अर्को क्वेसन है होइन, कसले कसलाई ठोक्दा चाहिँ बच्चा निस्किन्छ? ल भन्न त नि,
कसले कसलाई ठोक्दा चाहिँ बच्चा निस्किन्छ क्या भन्न कस्तो भने यो केटीको त लास्टै सोच गिरेको सोचेर छ भने नै कसले कसलाई ठोक्दा बच्चा निस्किन्छ त्यति पनि थाहा छैन भन्नु त क्या सोच है रे तेरी भालेले पोथीलाई कसले कसलाई ठोक्दा चाहिँ बच्चा निस्किन्छ कसले कसलाई ठोक्दा चाहिँ बच्चा निस्किन्छ ल भन्नु त नेगेटिभै सोचे यो नेगेटिभ सोचिहाल्यो मान्छेको सोच नेगेटिभ भएपछि होइन एन्सर पनि नेगेटिभै आउँछ क्या सोचै राम्रो भएपछि अनि पोजिटिभ आउँछ नि त एन्सर कसले कसलाई ठोक्दा बच्चा निस्किन्छ भालेले पोथीलाई ठोक्दा बच्चा निस्किन्छ भनेको म आफै भनौँ स्कुलको पालेले घन्टी बजाउँदा चाहिँ बच्चा निस्किन्छ क्या लास्टै गिरेको सोच क्या लास्टै भन्दा लास्टै अर्को क्वेसनतिर जाऊँ ल थर्ड क्वेसन है दुईवटा क्वेसन त सकिन्छ होइन थर्ड क्वेसन सोधौँ त्यो 4 इन्च लामो हुन्छ होइन 4 इन्च लामो हुन्छ त्यसलाई हल्लाएर मुखमा हाल्दा चाहिँ एकदमै मजा आउँछ क्या त्यो चिज होइन 4 इन्च लामो हुन्छ जो हल्लाउँदै मुखमा हालेपछि एकदमै मजा आउँछ क्या के हो भन्न त 4 इन्च लामो हुन्छ होइन अनि जो 4 इन्च लामो नै कुनै लामो पनि हुन्छ कुनै छोटो पनि हुन्छ होइन तर 4 इन्चको मानौँ न जो मुखमा जो भन्न त के हो हल्लाउँदै मुखमा हालेर चाहिँ अनि मजा आउँछ क्या जो 4 इन्च लामो हुन्छ हल्लाउँदै मुखमा हालेपछि समझ रहे हो आप आइसक्रिम हल्लाउँदै हाल्छ मुखमा मुक्ति किन्नु गएको त म पनि हाल्छु त्यो के सोच्या तैँले के सोच्या भन्छ जो प्राय सबै मान्छेले हल्लाउँदै मुखमा हाल्छ क्या ल भन्न त हल्ला हल्ला मुखमा हाल्छन् अब त्यो खान्छन् जे पो गर्छन् यो पनि जान्नुहोस् ब्रस गरेको हल्लाउँदै गर्छ त हल्लाउँदै मुखमा हाल्दैन कहाँदेखि अरे अरे कहना क्या चाहते हो बौला यो मान्छेको चाहिँ सोच लास्टै होइन ल लास्ट क्वेसन ल लास्ट क्वेसन है लास्ट क्वेसन होइन ओके छ ल लास्ट क्वेसन के लास्ट क्वेसन ल होइन जो पहिला स्टार्टिङ भित्र छिराउँदा चाहिँ होइन किन हाँसेको सुन भित्र छिराउँदा चाहिँ एकदमै कडा र सुक्खा हुन्छ होइन अनि बाहिर निकाल्दा चाहिँ एकदमै गिलो र होइन नरम हुन्छ के हो भित्र छिराउँदा चाहिँ होइन एकदमै कडा र होइन सुक्खा हुन्छ क्या अनि त्यसलाई बाहिर निकाल्दा चाहिँ एकदमै नरम र गिलो हुन्छ भन्न त
भन्ने खालकै कुरा होइन त्यो नि। मान्छेले भित्र छिराउँदा चाहिँ सुक्खा र होइन कडा हाल्छ अनि निकाल्दा चाहिँ गिलो र नरम हुन्छ। च्याउ मलाई आउँदैन। भन्न एउटा पनि एन्सर दिन सकेको छैनस् तैँले। तेरो सोच कस्तो छ मैले थाहा पाइसकेँ क्या। यस्तो गिरेको क्वेसन लास्टै गिरेको सोच छ क्या। क्वेसन कस्तो गिरेको छ ल भन्न त छिटो। के नै भन्दैन मलाई आउँदैन मलाई लाग्छ। के को लाज भयो भने ल। क्यामेरा नखिचेको भए ठेट ठेट एन्सर दिन्थेँ म दिन्न। क्यामेरा पनि दिएन अनि के छ त यस्तो। म आउँदैन कि त्यस्तो खाले त्यस्तो लाजो भन्दा क्वेसनको हुन्छ। कस्तो अरे निलो भएर निस्किन्छ अरे। छिराउँदा चाहिँ कडा र सुक्खा हुन्छ होइन। आइसक्रिम खाएको सुक्खा हुन्छ नि। छिराउँदा चाहिँ सुक्खा र कडा हुन्छ होइन अनि निकाल्दा चाहिँ नरम र गिलो हुन्छ। मलाई चाहिँ मुखमै छिराएको याद आइरहेको के चाहिँ मतलब त्यस्तो खानेकुराहरू। लास्टै गिरेको सोध्छ भने लास्ट ओभरै गिरेको सोध्छ गाइस। मैले मार्ने सकिनस् यो पनि भन्न। च्युइङगम निकाल्दा पनि त सारिन्छ थोरै नरम भएर आउँछ। नरम हुँदैन अनि गिलो हुँदैन। उत्तानो पत्ताको जे पाइदियो त तेरो सोच चाहिँ लास्टै गिरेको सोच रहेछ तर गाइज होइन ओभरै गिरेको सोच छ होइन उसको चाहिँ होइन। सो फाइनली गाइज होइन आजको भिडियो यति नै जस्ट होइन तपाईँहरूलाई कस्तो लाग्यो यो भिडियो। अनि यो अर्चुको सोच चाहिँ ओभरै क्या ओभर भने कस्तो सोचेको हो छ्या। क्वेसन कस्तो थियो त्यस्तो बुझेस्तो। अनि पोजिटिभली सोचेपछि पोजिटिभ एन्सर आउँछ नि त होइन त गाइज। पोजिटिभली दिमाग लगाएपछि पोजिटिभ एन्सर आउँछ होइन। नेगेटिभ सोचेपछि नेगेटिभ नै एन्सर आउँछ क्या होइन। सो यहाँबाट हामीले बुझ्नुपर्ने हुन्छ कि अर्चुको चाहिँ एकदमै भन्दा पनि नेगेटिभ दिमाग क्या लास्टै भने होइन त। पोजिटिभ क्वेसनको पोजिटिभ एन्सर आउँछ नेगेटिभ क्वेसनको नेगेटिभ आउँछ नि। त्यही त मैले डटी माइन्ड टेस्ट गरेँ हो नि त। अनि तेरो माइन्ड कतिको डटी रहेछ थाहा भइहाल्यो नि त। सुरुमै डटी माइन्ड क्वेसन भनेपछि दिमागमै डटी। सो फाइनली गाइज आजको भिडियो यति नै होइन। भिडियो कस्तो लाग्यो लाइक कमेन्ट सेयर गरिदिनु होला। अनि जतिजना पनि नयाँ हुनुहुन्छ सब्सक्राइब गरिदिनु होला। सो आजको भिडियो यति नै होइन। सो फेरि पनि भेट्नेछु अर्को नयाँ रमाइलो भिडियोमा। तबसम्मको लागि बाई बाई सी यू।